कतिजना उत्साहित हुनुहुन्छ आजको वचनको लागि? आमेन। स्वाभाविक रूपमा हामी घरमा खाना खाने बेलामा उत्साहित हुन्छौँ। मम्मीले के पकाउनु भएको होला, श्रीमतीले आज के पकाएकी छिन्, आजको मेल अथवा भोजनको टेस्ट कस्तो हुने होला भनेर भोक लागेको मानिसलाई खाना खाने बेला उत्साहित हुन्छ। हामी पार्टीमा जाँदाखेरि उत्साहित हुन्छौँ। थोरै बेहुला बेहुली दुला दुलही अथवा पार्टीको उद्देश्यको लागि भने धेरै आज के छ त पार्टीमा भेराइटी होइन। त्यसकारणले गर्दाखेरि यो पार्टी टाइम छ, पार्टी टाइम। सबैले भन्नुहोस् त यो पार्टी समय। आमेन। खाने समय छ। मलाई थाहा छैन तपाईँ उत्साहित हुनुहुन्छ। यूहन्नाको पुस्तक 19 अध्यायको 30 पद। जब येशूले सिरका लिनुभयो तब उहाँले भन्नुभयो अब सिद्धियो, र उहाँले शिर निउडाएर आफ्नो आत्मा त्याग्नु भयो। है प्रियहरू, हामीले यो धेरै पटक पढेको वचन, प्रचार गरेको वचन र सुनेको वचन है। तर आज क्रुसमा प्रभु येशूले सबैभन्दा अन्तिम पटक भनेको वचनलाई हामी अलिकति मनन गरेर यसको शाब्दिक अर्थलाई बुझ्न जाँदैछौँ। प्रभु येशूले क्रुसमा भन्नुभएको शब्दलाई ग्रीक भाषामा, जो भाषाहरूको पनि सबैभन्दा प्रमुख भाषा हो, त्यसमा चाहिँ टेटलेस्टाई भनेर भनिँदो रहेछ। भन्न सक्नुहुन्छ भने तपाईँले भन्नुहोस् त टेटलेस्टाई है। TELESTAI टेटलेस्टाई। तर यो ठ्याक्कै शब्द जो प्रभु येशूले क्रुसमा आफ्नो प्राण त्याग्ने बेलामा भन्नुभएको शब्द चाहिँ टेटलेस्टाई। अब सिद्धियो। पहिलो कुरा चाहिँ यो टेटलेस्टाई भन्ने शब्द चाहिँ व्यापारमा चलाइँदो रहेछ। केमा? व्यापारमा। र त्यो प्रभु येशूले भन्नुभएको यो टेटलेस्टाई भन्ने शब्द चाहिँ त्यतिखेरको व्यापारिक शब्दमा पनि चलाइन्छ। अनि त्यसको अर्थ चाहिँ अब उधारो छैन, अब बाँकी रहेको छैन, तिमीले लगेको सबै सामग्रीहरूको चाहिँ मूल्य तिरी सकिएको छ। यो सबै प्रोपर्टी, यो सबै सामान, यो सबै बिल अब तपाईँको भयो। टेटलेस्टाई, द प्राइस हैज बीन पेड भन्ने शब्द लाग्छ। के अरे टेटलेस्टाई व्यापारमा प्राइस हैज बीन पेड, मूल्य तिरिसकिएको छ। अब तिम्रो नाउँमा कुनै पनि उधारो, तिम्रो खातामा कुनै पनि उधारो, तिम्रो ब्याङ्कमा कुनै पनि उधारो, तिम्रो नाम, तिम्रो फोन नम्बर, तिम्रो एड्रेस, तिम्रो जेनेरेसनलाई जोडेर अब कुनै पनि डेट बाँकी छैन, मूल्य तिरिसकिएको छ। तिमी चाहिँ छुटकारा भयो, सामान तिम्रो भयो। टेटलेस्टाई त्यहाँ प्रयोग गरिँदो रहेछ। बुझ्दै जानु है। दोस्रो, यो टेटलेस्टाई भन्ने शब्द कहाँ प्रयोग गरिँदो रहेछ भन्दाखेरि अदालतमा। अनि यसको अर्थ चाहिँ के हुँदो रहेछ भन्दाखेरि नि कोर्ट सिस्टममै छ। यो चाहिँ अदालतको एउटा प्रक्रियामा के हुन्छ भने जब वादी र प्रतिवादी खडा हुन्छन् त्यतिखेर कुनै पनि एउटा दोषी मानिस उप बहस सकिएर ऊ निर्दोष साबित हुन्छ नि, अनि त्यो समयमा उसलाई अदालतबाट उसका तमस्सुकहरू, उसका कानुनी दाबीहरू, उसको विरुद्धमा लगाएको अभियोगहरूमाथि सफाई पाइयो भन्ने शब्दमा टेटलेस्टाई भनेर प्रयोग गरिँदो रहेछ। हालेलुया। कस्तो अचम्मको कुरा। अबदेखि उसो हैन, उमाथि कुनै पनि प्रकारको दोषीको ट्याग छैन। उसले मुद्दा जित्यो, उसका सबै कानुनी दाबीहरू अब खारिज भए, उसको विरुद्धमा लगाइएको तमस्सुक स्यातियो। टेटलेस्टाई भन्ने शब्द त्यहाँ। तेस्रो नम्बरमा चाहिँ यो टेटलेस्टाई भन्ने शब्द कहाँ प्रयोग गरिँदो रहेछ भन्दा मिलिटरी टर्ममा। र मिलिटरी टर्ममा यसको अर्थ चाहिँ
मजाको शब्द छ यहाँ है, which mean battle has been fully won. युद्ध चाहिँ पूर्ण रूपले जितिएको छ। दोस्रो कुरो अथवा शत्रु पूर्ण रूपले सखाप भएको छ। कुनै पनि कुराहरू, हतियारहरू, कुनै पनि आंशिक चिन्ह, साइन, क्षेत्र बाँकी नरहिकन शत्रु पराजित भएको छ। The war is fully won. युद्ध पूर्ण रूपमा के गरिएको छ? विजय भएको छ। यी तीनटा कुरा जो प्रभु येशू ख्रीष्टले क्रुसमा उच्चारण गर्नुभएको शब्दले बताउँदछ। टेलस्टाई, टेलस्टाई कति शक्तिशाली शब्द छ है। जब हामीले बिजनेसको कुरा गर्दै थियौ नि, डेफ उधारो पूर्ण रूपमा तिर्लिएको के भन्नु भएको हो त? टेलस्टाई भनेर संसारलाई, विश्वासीलाई, मण्डलीलाई, फलोवरलाई, उहाँका पछ्याउने मानिसहरूलाई यशायाको पुस्तक 53 अध्यायले भन्छ, हामी चाहिँ पाप, हाम्रो अधर्म र अपराधमा मरेका थियौं। परमप्रभु परमेश्वरसँग मिलापमा त होइन, टाढा 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 थियो पापको कारण। एकपछि अर्को, एकपछि अर्को, एकपछि अर्को बलिदान तिर्दा 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 मान्छे पापको दास भएको कारण सधैँको बलिदानको ऋणी थियो र परमेश्वरसँग मिलाप पाउन सकेन। तर द मिनिङ अफ टेलस्टाई, टेलस्टाईको अर्थ चाहिँ यशायाको 53 पदले भन्छ, ऊ त हाम्रा अपराधहरूको निम्ति छेडियो, हाम्रो अधर्मको निम्ति उपेलियो, हामीमा शान्ति ल्याउने दण्ड उसमाथि पर्यो र उसका कोर्राका चोटहरूले हामी निको भयौं। हालेलुया। मूल्य तिरिएको कुरा, परमप्रभु हाम्रा देशहरूको लागि, हाम्रा ऋणहरूको लागि, हाम्रा विरुद्धमा लगाएको दोषको लागि यसलाई अझै पनि अर्को बाइबलको पदले एकदमै राम्रो पुष्टि गरेको छ। यहाँ गलातीको 3:13 ले भन्छ, हाम्रा निम्ति श्राप बनेर हामीलाई व्यवस्थाको श्रापको मोल तिरेर छुटाउनु भयो, काठमा झुन्डिने हरेक श्रापित हुन्छ भनेर लेखिएको छ भनेर भन्छ। दोस्रो कोरिन्थी 5:21 ले भन्छ, किनकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं भनेर, हामी पापीहरू, हामी अधर्मीहरू, हामी दोषीहरू चाहिँ परमेश्वरको धार्मिकता बन्न सकौं भनेर प्रभु येशू ख्रीष्ट चाहिँ हाम्रो खातिर उहाँलाई पाप बनाइयो। यसलाई के भन्छ थाहा छ? इम्पार्टेसन अफ सिन भन्छ। एउटा मानिसको पाप अर्को मानिसमा धारण गर्नु है, अनि अर्को चाहिँ एक्सचेन्ज अफ राइचियसनेस, उहाँमा भएको धार्मिकता हामीमा आउनु। पापै नजान्नु हुने परमेश्वर तपाईँ र मेरो पापको मूल्य तिर्नको निम्ति उहाँ पापी बन्नुभयो र हाम्रो पाप, धर्म, अपराध उहाँले लिदिनु भएको कारण हामी चाहिँ के भयौं? धर्मी भयौं। हालेलुया। अब फेरि पनि 13 पदमा म आउँछु। तिमीहरू आफ्नो अपराध र शरीर अनुसार बेखतनामा मरेका थियौ, तर परमेश्वर त हामी नाश नहौ, नरकमा नजाऊ र प्रत्येक मानिस बाँचोस् भनेर यसो आउनु भएको। आमेन। स्पिरिट, हाम्रो आत्मा नमरोस् भनेर। त्यसकारणले गर्दा हामी एकपटक हाम्रो अपराधमा, पापमा मरेका थियौं, हाम्रो आत्मा मरेको थियो। परमेश्वर नपाएको आत्मा, परमेश्वरद्वारा सिंचित नभएको आत्मा, परमेश्वरसँग मिलापमा नभएको आत्मा, परमेश्वरलाई नचिनेको आत्मालाई मिलाप के अरे मरेको आत्मा भनिन्छ। धार्मिकता ग्रहण नगरेको आत्मा नै मरेको आत्मा हो। त्यसकारण हामी आफ्ना अपराध र शरीर अनुसार बेखतनामा मरेका थियौं, तर परमेश्वरले हामी सबैको अपराध क्षमा गरेर उहाँसँगै जीवित पार्नुभयो र हाम्रो विरुद्धमा रहेको तमसुक र त्यसका सबै कानुनी दाबीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो। परमेश्वरलाई ताली बजाउनुहोस् त एकपल्ट। हेर्नुहोस् त यहाँ कसरी मूल्य तिरिएको छ। टेलस्टाई मूल्य तिरेको के छ भने, हामी एकपटक हाम्रो पाप, अधर्म र अपराधमा मरेका थियौं। विकल्प थिएन, बलिदान थिएन, बाटो थिएन, संसारले विभिन्न प्रकारको इन्स्ट्रक्सन सिकाएको थियो। परमेश्वरमा मिलापमा आएको मान्छे थिएन, तर परमेश्वर खोज्नुपर्छ, परमेश्वर भेट्नुपर्छ, उहाँलाई खुसी राख्नुपर्छ, आनन्दित राख्नुपर्छ भन्ने सिद्धान्त अघिबाटै थियो, अहिले पनि छँदैछ। तर मानिस परमेश्वरसँग मिलापमा आएको थिएन।
परमेश्वरको त्यो के भन्छ रलम भित्र प्रवेश गर्नै पाएको थिएन किनभने उसँग पाप थियो। तर टेटलेस्टाईको अर्थ के हुन्छ भन्दाखेरि उहाँले हाम्रा सबै कानुनी दाबीहरू, आमेन, यो फलानु दोषी छ, यो अपराधी छ, यो पापी हो। लुकाको पुस्तकमा हेर्नुहुन्छ नि, उहाँ जखायासको घरमा खाना खान जान लागेको बेलामा कतिपय मानिसहरूले के भनेका छन्, यो त पछाडि सुन्दै हुनुहुन्छ, यो त पापीहरूको घरमा खाना खान जान लाग्यो। तर उहाँले के भन्नुभयो, यी सबै कानुनी दाबीहरूलाई क्रुसमा किला ठोकी रद्द गरिदिनु भयो। प्रधानताहरू, शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र यी सबैलाई खुल्लम खुल्ला तमासा बनाइदिनु भयो। परमेश्वरलाई ताली बजाएर धन्यवाद। What a greatest deliverance, hallelujah। हेर्नुहोस् त, हाम्रा तमस्सुकहरू च्यातिए, हाम्रा दोषहरू मेटिए, हाम्रा त्यागहरू मेटिए। त्यसकारणले आज ख्रीष्टले तपाईँ र मलाई क्रुसमा अन्तिम समयमा भन्नुभयो, what a important and emergency time के। यो भन्नुभन्दा अगाडि उहाँ मर्नु भएको भए यो शब्द हामीले पाउँथ्यौँ, टेटलेस्टाई पाउँथ्यौँ। यो कुनै खाना खाँदा बसेको शब्द भन्नुभएको होइन प्रिय, यो कुनै सभा समारोह प्रचारमा होइन। क्रुसमा he was about to die, no more time, समय पनि थिएन। यति महत्त्वपूर्ण समय उहाँले प्राण त्याग्नुभन्दा क्षणिक अगाडि, केही सेकेन्ड्स अगाडि भन्नुभयो, टेटलेस्टाई, the price has been paid। मण्डलीका श्राप, अधर्म र पाप, तमस्सुक, यसको विरुद्धमा हामीमा लगाइएका सबै कुराहरू, दोष, झुट, बेइमान, अपमान, तिरस्कार, पापीहरूको घरमा खाना खायो। जखायासले त्यतिखेर पश्चाताप गरे, टेटलेस्टाई, सकियो पाप। येशू ख्रीष्ट जब प्रवेश गर्नु भने घरमा, हाम्रो शरीर के पवित्र आत्माको मन्दिर हो, आमेन। भन्नुहोस् त, मेरो शरीर पवित्र आत्माको मन्दिर हो। यूहन्ना 1:12 अनुसार परमेश्वर कहाँ हुनुहुन्छ? हाम्रो मन्दिरमा हुनुहुन्छ, आमेन। एक समय हामी दोषी थियौँ, परमप्रभुको सामुन्ने हामी योग्यका थिएनौँ, तर जब येशू आउनुभयो, टेटलेस्टाई समाप्त भयो, हालेलुया। हामी यसरी छुटकारा पाएका छौँ। हामीलाई अन्धकारको राज्यदेखि प्रभु येशूले छुटाउनु भयो। कहाँदेखि? अन्धकारको राज्यदेखि, हालेलुया। कसले छुटाउनु भयो? येशूले आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई के गर्नुभयो? सार्नुभयो। अन्धकारको राज्यदेखि प्रभु येशू ख्रीष्टको धार्मिकताको राज्यमा के गर्नु भएको छ? सार्नु भएको छ, हालेलुया। त्यो कुरा हामीले जान्नुपर्छ। वचनले त्यही भन्छ, हे सबै मेहनत र बोझले लादिएका, म कहाँ हुँ, म तिमीहरूलाई विश्राम दिँदछु। बाइबलले एउटा राम्रो शब्द निकालेको छ, तिमीहरूको मुखबाट कुवाक्य ननिक्लियोस्। तपाईँलाई थाहा छ कुवाक्य? भन्नुहोस् त, हामी नि यसले कस्तो कुवाक्य बोल्यो भन्छौँ नि, तर बाइबलमा यो कुवाक्यलाई घरमा गएर पढ्नुहोस्, यो चाहिँ नेगेटिभिटी रहेछ क्या, नकारात्मक जसले बोल्छ नि, खास कुवाक्य चाहिँ त्यो रहेछ। हुँदैन, सकिँदैन, गाह्रो परिस्थिति, संसार यस्तो, डक्टरले अहिले त नि प्रियहरू बाइबलले भनेको भन्दा खासै मान्छेले विश्वास गर्न छोड्यो। विश्वासी समाचारमा भनेको भन्यो भने अझै विश्वास गर्छ, र डक्टरले भनेको भन्यो भने झन् बढी विश्वास गर्छ। अब के गर्नु त? म पनि यो कालोको सट्टा सेतो लाएर पो आउँ कि क्या जस्तो लाग्छ। एउटा डिग्री सिग्री भिरेर नि, स्टेथेस्को भिरेर है, अहिले मान्छेले डक्टरले भनेको कुदिहाल्नु पर्ने त्यहाँ चाहिँ, बाइबलले भनेको भन्यो भने गाली खायो त्यो मान्छे। यो समयमा छौँ हामी। हाम्रो टेटलेस्टाई खोइ अब सिद्धियो। आमा सबैले यो विश्वास नगरेसम्म नि, एडप्ट नगरेसम्म टेटलेस्टाई आउँदैन, अब सिद्धिँदैन। हामी आत्तिरहने हो, लडिरहने हो। तपाईँलाई मैले एउटा जापान, यो दोस्रो विश्वयुद्धमा एउटा जापानको सेनाको कथा भनेको थिएँ नि। युद्ध सकिसकेपछि पनि उसले थाहा पाएन, समाचार थाहा पाएन है। मलेसियाको एउटा जङ्गलमा
है साराबाग भन्ने जंगलमा ऊ 38 वर्षसम्म युद्ध सकिएर पनि लडिरहेको थियो। यो घटना कहाँ छ थाहा छ? IFGF को कम क्लासको शिक्षामा थाहा छ। विचार के को लागि लडेको, उसलाई टेररिस्ट टाइ थाहै भएन, तर लडिरहेछ, खोदिरहेछ, मान्छेलाई लखेट्यो, जंगलमा बसे। हामी त्यस्तै खालको भइसक्यौँ। विचार गर्नुहोस् हामी कहाँ छौँ? हाम्रो युद्ध सकिएको थाहा गरेका छौँ कि छैन? युद्ध सकिएको इन्फर्मेसन केले दिन्छ? अवश्य टेररिस्ट टाइ, नेगेटिभ कुवाक्य। कुवाक्य भनेको चाहिँ बाइबलले व्याख्या गरेको छ नि, नकारात्मक बोल्ने मानिस, उसकोबाट कुवाक्य निस्किन्छ। वचनको विरुद्ध हो नि त कुवाक्य भनेको। कहिले पनि हामीले बिहानको ज्योति देख्न सक्दैनौँ। त्यसकारणले गर्दाखेरि पहिलो कुरो लेखिएको वचन जस्ताको तस्तै विश्वास गरौँ। आमेन। तपाईहरु त्यस्तो हुनुहुन्छ भनेर भने होइन, उत्साह दिन खोजेको मैले, चुनौती ल्याएको। दोस्रो कुरो कुवाक्य मुखमा नबोल्नुहोस्। आमा बुवाले आफ्नो छोराछोरीलाई कहिले पनि अगाडि त सक्दैनस् त, सानो छस्, कमजोर छस्, हारिस, फलानको जस्तो फलानको जस्तो फलानको बुझ्ने भएपछि त्यसो भए तपाईँ पनि फलानको आमा हुनु नि त भन्न बेर लाउँदैन उसले। यति धेरै प्रेसर परिरहेको छ, दाजिया छ, फलानो भा छ, त्यो दाँच्दै नमिल्ने हो छोराछोरी। फलानुको जस्तो, फलानुको राम्रो, ऊ राम्रो भएर रिप्लेस गर्न मिल्ने हो र त्यसो भन्नु? उसको जीवनमा पनि टेरलेस स्टाइल लागू गरौँ न, बोलौँ। आमेन। धन्य हो त्यो आमा बुवा आफ्नो छोराछोरीको कमजोरीमा पनि आशिष दिन्छ र कमजोरी चाहिँ नगर भनेर सिकाउँछ। धन्य हो त्यो आफ्नो आमा बुवा जसले छोराछोरीले गल्ती गर्दाखेरि बाइबलले भने जस्तै छरी लाउन सक्छ। गल्तीलाई ढापछोप गर्नु चाहिँ फेरि राम्रो कुरो होइन, तर उसको शारीरिक कमजोरी, मानसिक कमजोरी, विभिन्न कमजोरीमा यो नाच्नु पर्यो हामी एकछिन कि के भयो? ठक्कै पो गीत आयो। ध्यानसँग सुन्नु है, बस स्विच अफ। श्रीमान श्रीमती एकअर्कालाई आशिष दिनुहोस्, प्रार्थना गरिदिनुहोस्। तपाईको कमजोरीहरू सबै थाहा भइसके, फेरि दोहोऱ्याउनु पर्दैन। अब श्रीमतीलाई पनि थाहा छ, श्रीमानलाई पनि थाहा छ, कति दोहोऱ्याइरहनु यो घरिघरि? त्यस्तै हो, अब जिउनै पर्छ। स्वीकार गर्नुहोस्। 1 वर्षसम्म चाहिँ आशिष दिएर हेर्नुहोस् त, टेरलेस टाइप त्यहाँ सुरु हुन्छ कि हुँदैन? हालेलुया। बस संसारबाट सिकेको हामी, रिलबाट सिकिरहेछौँ हामी अहिले, वचनबाट होइन। कन्टेन्ट क्रिएटरहरू हाम्रो वचनभन्दा माथि भइरहेछन्। रिलमा मख हामी वचन पढ्ने बानी आदतै हराइसक्यो। कहाँबाट अवश्य दिन्छ त? समस्या जहाँको त्यहीँ। आमा बुवा छोराछोरी, आमा बुवालाई प्रेम गर्ने, आमा बुवाको अधीनमा रहने, आमा बुवाको आज्ञा पालन गर्ने, र छोराछोरीले आमा बुवालाई प्रेम गरोस् त। टेरलेस टाइपको परिवारमा स्थापित हुन्छ हुन्छ हुन्छ। आमेन। अनि अर्को कुरो बाइबलले भन्छ नि, अहिलेको समयमा हामी जे छ त्यसैमा सन्तुष्ट रहौँ, जे छ त्यसैमा के गरौँ? तपाईँ जहाँ हुनुहुन्छ नि, परमेश्वरले तपाईँलाई त्यही आशिष दिन्छ। तपाईँ फलानु जस्तो भइरहनु पर्दैन आशिष पाउनलाई। तपाईँले फलानुको जस्तो नक्कल गरिरहनु पर्दैन आशिष पाउनलाई। तपाईँले बाहिरी एटिट्युडबाट केही कुरा देखाइरहनु पर्दैन। लिभ लाइफ जस्तो हुनुहुन्छ त्यस्तै जिउनुहोस्, तर धन्यवादी भएर जिउनुहोस्। आमेन। धन्यवादी। दुःखमा, कष्टमा, अभावमा, आपद विपदमा न त तपाईँ दोषी, न त तपाईँको श्रीमान दोषी, न त श्रीमती दोषी, न त बालबच्चा दोषी, न त छिमेकी दोषी, न त देशै दोषी, न त प्रधानमन्त्री दोषी, न त विद्युत प्राधिकरणको एमडी नै दोषी। अब लाइनै जान्छ त धन्यवाद भन्नु, के गर्न सकिन्छ? गिभ थ्याङ्क्स, प्रेज द लर्ड। बत्ती गयो भने नि प्रियहरू, भाषा बनाउनुहोस् त। यो सायद प्रार्थना पो गर भने हो कि? नेट पनि गएको हुन्छ, केही पनि देखिँदैन। हामी विश्वासीले के गर्ने त? बत्ती गयो भने प्रार्थना, दिनमा 5 पटक, बेलुका बत्ती गयो भने प्रार्थना गर्ने। हा हा हा, टिभी आइरहेको हुन्छ, झ्यापै बत्तीको प्रेयर रिमाइन्डर, बेलुका मोबाइल हेरेर रिल्याक्स गरिरहेको बेला बत्ती गयो, प्रार्थना गर। मोबाइलमा बाइबल पढ्न त सकिन्छ, नेट चाहिँदैन। बी पोजिटिभ। आमेन। जीवनमा सकारात्मक हुनु पर्यो।
यो डक्टरी भाषामा पनि सकारात्मक हुने कुरालाई स्वास्थ्यवर्धक रूपमा लिएको छ। त्यस्तो कुरो संसारसँग एउटै जुवामा ननारियो अरे, संसारसँग के नगर, एउटै जुवामा ननारियो। खानमा, पिउनमा, औँसीमा, पौडीमा, विस्पतमा छ। म टाढा गएको छैन कोलोसीको। संसारका आधारभूत सिद्धान्तप्रति ख्रीष्टसँग तिमीहरू मरेका छौ भने यस संसारका जस्ता भई किन तिमीहरू बाँचिरहन्छौ? नियमहरूका अगाडि झुक्छौ, नसमात, नचाख, नछौ। जम्मै कुराहरू व्यवहार गर्नुपर्दा नष्ट भएर जान्छन्। यी कुराहरू मानिसका आदेशहरू र सिद्धान्तहरूमा आधारित छन्। नछुने कुरालाई नछुनु, नसमात्नेलाई नसमात्नु, नखाने कुरालाई नखानु, एउटै जुवामा ननारिने ठाउँमा ननारिनु। परमेश्वरलाई पनि कन्फ्युज, शैतानलाई नि कन्फ्युज प्रकारको जीवन जिन्छ कहिले कहिले। उताको मान्छे हो कि यताको मान्छे हो? चर्चमा पनि गइराखेकै छ, उता कहानी कुदिराखेकै छ, उता नि गइराखेकै छ। कहिले कहिले टिका सिका पनि यसो कालो रातो भए पनि लागिरहेछ। आत्मालाई दोषी ठहराएर काम गरिराखेकै छ। अलिअलि तान्ने ठाउँमा तानिराखेकै छ, बोल्ने ठाउँमा के हो यो? अनि हामी टेडलेस टाई भन्ने मात्रै कराएर हुँदैन प्रिय। यसलाई हामीले यो छुट्याउनै पर्छ। कालो भने कालो, सामा भने साउ, गौँ भने गौँ। अन्तिममा यसो प्रभुले नि निफन्ने नाङ्लोले छुट्याउनु नै हुन्छ। हालेलुया। अर्को कुरा भन्छ यहाँ, एकदमै राम्रो, म पढ्दैछु तपाईँहरूको लागि भजन सङ्ग्रहले है। परमप्रभु उहाँका अभिषिक्त जनको विरुद्धमा पृथ्वीका राजाहरू खडा हुन्छन् अरे। परमप्रभु र उहाँका अभिषिक्त जनहरूको विरुद्धमा राजाहरू, शासकहरू खडा भएर सल्लाह गर्छन्। तिनीहरू भन्छन् हामी उनीहरूका साङ्लाहरू छुन्यालौँ र उनीहरूका बन्धनहरू फुकाऊ। तर स्वर्गमा विराजमान हुनुहुने चाहिँ हाँस्नुहुन्छ। परमप्रभुले तिनीहरूको उपहास गर्नुहुन्छ। कहिले पनि परमप्रभु, परमेश्वरको वचन, पवित्र आत्मा र परमेश्वरका अभिषिक्त जनहरूको विरुद्धमा नबोल्नु भन्छ बाइबल। ती तीनटा कुराहरूको लागि मुख बन्द गर्नु। बोल्नुपर्छ भने भेटेर कुरा गरेर भन्नुहोस्, तर विरुद्धमा बोल्नु चाहिँ अपराध हो, पाप हो भन्छ बाइबल। उनीहरू सल्लाह गर्छन् अरे यसो गरौँ, तर परमेश्वर स्वर्गमा के गर्नुहुन्छ? हाँस्नुहुन्छ। किनभने उनीहरू परमप्रभुबाट नै नियुक्त भएका हुन्छन्। तीनटा कुरा धेरै छन्, म तर अब अन्तिममा आउँछु है। यहाँ एउटा राम्रो खण्ड पढिदिन्छु ल। तिमीहरू भन्छन् हामीहरू उपवास बस्यौँ, किन तपाईँ देख्नुहुन्न? यशायाको पुस्तक 58:3। हामीहरू विनम्र भयौँ, किन तपाईँ ध्यान दिनुहुन्न? तापनि तिमीहरूका उपवासको दिनमा तिमीहरू आफ्नै इच्छा पूरा गर्छौ र तिमीहरूका कामदार सबैलाई तिमीहरू शोषण गर्छौ। शोषणको कुरा गरे, थिचोमिचोको कुरा गरेको छ, अत्याचारको कुरा गरेको छ। यस्तो क्रिस्चियन जीवनमा भयो भने आशिष आउँदैन, टेडलेस टाई हुँदैन। किनभने दासले दासैलाई जन्माउँछ है, पापले पापैलाई जन्माउँछ। तिमीहरू उपवासको दिन लडाइँ र झगडामा अन्त्य हुन्छ। क्रिस्चियनहरू लडाइँ गर्नु, झगडा गर्नु, मुखामुख गर्नु, उठाउठ गर्नु शर्मको कुरा हो। कोही भाइसँग चित्त दुखाइ छ भने सूर्य अस्त हुनुभन्दा अगाडि नै मेलमिलाप गर भन्छ, अनि टेडलेस टाई सुरु हुन्छ। आमेन। बाज्नु क्रिस्चियनहरूको लागि शोभा दिँदैन। सुँगुरको नाकमा नथी लगाएको भन्छ नि, त्यस्तै हो, सुहाउँदैन। झै झगडा गर्नु है। तिमीहरू उपवासको दिन लडाइँ झगडामा अन्त्य हुन्छ। एउटाले अर्कालाई दुष्ट मुक्काले हिर्काउँछौ। हामी फ्याक्कै हान्ने त हाल्दैनौँ, तर बोलीद्वारा, विचारद्वारा, भावनाद्वारा, केलाइद्वारा अरूको कुरा काटिराखेका हुन्छौ, विरुद्धमा बोलिराखेका हुन्छौ, विरुद्धमा कुरा गर्न लगाइराखेका हुन्छौ, मानिसहरू उक्साइराखेका हुन्छौ अरूको दोस्रो व्यक्तिको अनुपस्थितिमा है। हितोपदेशले भने जस्तै दोस्रो व्यक्तिको अनुपस्थितिमा नि पहिलो व्यक्तिको अभिव्यक्ति सुन्यो भने पहिलो व्यक्ति नै ठिक हुन्छ अरे क्या, दोस्रो व्यक्ति नआइन्जेलसम्म। त्यही भएर कहिले कहिले मानिसहरू हामीलाई फनी लाग्छ नि, सँगसँगै बस्दा राम्रो उहाँ अति असल भनेर परिचय दिइरहेको हुन्छ, अनि बाहिर गएपछि कुरा काट्न थाल्छ। कुन चाहिँ पत्याउने? पहिलो पत्याउने कि दोस्रो पत्याउने? यस्ता प्रकारका अभिव्यक्तिहरू। तिमीहरू आजको जस्तो उपवास बसेर तिमीहरूको स्वर स्वर्गमा सुनिने इच्छा गर्न, आशा गर्न सक्दैनौ। हेर्नुहोस् त, सिम्पल व्यवहारिक कुरा। यस्तो प्रार्थना दिनभरि कराए पनि, प्रार्थना गरे पनि, वचन नै पढे पनि, घरै जुरुरु हल्लाए पनि टेडलेस टाई आउँदैन। जे कुरो छर्छौँ त्यही कुरो कटनी गर्नुपर्छ। ईश्वरीय सिद्धान्त हो यो है।
अन्यायको बन्धन फुकाल्न, जुवाको डोरी फुकाल्न, अत्याचारमा परेकालाई मुक्त गराउन, हरेकको जुवा भाँचिदिएर मैले चुनेको उपवास यही होइन र आफ्नो भोजन भोकासित बाँडचुँड गर्नु। हेर्नुहोस् त, जोसँग छैन त्यसलाई दिने बानी। धेरै पटक हामी गरिब हुन्छौँ किनभने हामीसँग दिने बानी छैन, लिने बानी मात्रै, माग्ने बानी मात्रै। अभाव भयो भन्ने मात्रै, दियोस् भन्ने मात्रै मनसितता लिएर हामी गयौँ भने नि, याद गर्नुहोस् तपाईँ र म छरेका छैन। नछर्ने किसानले कटनी गर्न सक्दैन। भन्नुहोस् त तपाईँको मित्रलाई, नछर्ने किसानले कटनी गर्न सक्दैन। सक्छ? अभावमा भएर पनि किसानले बिउ छर्छ। असार महिना लागिसक्यो, यो समय खेती गर्ने समय हो। हेर्नु सुकाली ओह्राली खेतमा किसान तपाईँ र म जस्तो टाई लाएर खेतमा गएको हुँदैन। थोत्रा लुगा लगाएर, जुत्ता लगाएर, उसँग भएको खानेकुराको बेस्ट भागलाई छुट्याएर आफ्ना छोराछोरीहरूलाई पिठो मसिनो नभनिकन खुवाएर सबैभन्दा उत्तम प्रकारको बिउ लिएर उ छर्न निस्कन्छ। अनि बारीमा उसले छर्छ र 100 गुणा 60 गुणा कटनी गर्छ। हामी गरिब भयौँ भने हामी दिएका छैनौँ, गरिबप्रति दयालु भएका छैनौँ, आफ्नो जात भाइहरूबाट हामीले दिएका छैनौँ। देऊ त तिमीहरूलाई दिनेछ। आमेन। अनाथ गरिब विधवा टुरा टुरीहरूलाई मुठी खोल्न सकेका छैनौँ। कहाँबाट परमेश्वरले हामीलाई आशिष दिनुहुन्छ? नछरेको ठाउँबाट र नरोपेको ठाउँबाट कटनी गर्न खोज्ने किसान मूर्ख भए जस्तै हामीलाई बाटो दिएको छ। आफूसँग भएको थोरै रुपियाँ पैसाबाट नि प्रियहरू नहुनेहरूका लागि छुट्याउनुहोस्। तपाईँको तलबबाट त्यसमा छुटिएको छ। आजसम्म म च्यालेन्ज ल्याउँछु आज मण्डलीमा, के तपाईँ साँच्चै आशिषित हुन चाहनुहुन्छ? महिनावारी तलब भन्दाखेरि नि यो भेटी चाहिँ मेरो अभावमा परेकाहरूलाई ठुलो परेन। मण्डलीले कहिले यो भेटी चाहिँ मेरो खाँचोमा परेको एउटा विश्वासी भाइको लागि, बहिनीको लागि, दाइको लागि, आमाको लागि भनेर कहिले दिमागमा आएको छ भने नि तपाईँको हृदयले मलिलो माटोमा रोप्दैछ। आमेन। हाम्रो सेलरी आउँदा, हाम्रो सामानहरू बेच्दा छुट्याउने गर्नुहोस् त। 2 वर्षपछि तपाईँले यहाँ उठेर आशिष बाँड्नुहुन्छ। आमेन। छुट्याइसक्नु हुनेले उहिले आशिष बाँडिसक्नुभयो, कतिले बाँड्न मौका पाउनु भएको छैन होला। एउटा हातले दिएको अर्को हातले चाल नपाउने गरी हामीले दिनुपर्छ। आमेन। जे कुरा परमप्रभुमा हो परमप्रभुलाई दिनु पर्यो। हाम्रो सेलरी, हाम्रो काम, हाम्रो इन्कमबाट के इमानदारसँग दशांश मण्डलीमा आएको छ त? हामी भन्न सक्छौँ प्रभुलाई खाँचोमा पर्दा, हे परम प्रभु मैले मेरो कमाइबाट इमानदार साथ दशांश। नयाँ नियमले त अझै दशांश मात्र होइन, प्रशस्त गरिकन मोर देन टाइट भन्छ। त्यो कुरा उच्चारण गर्न सक्छौँ? गर्वका साथ जाने हो प्रियहरू परमप्रभुमा, सधैँ रुँदै होइन। एउटा बच्चा बुवा कहाँ आउँछ जहिले पनि मैले जे भने नि सिकाऊ भन्छ, भाइ पालन गर्न सिकाऊ। टिज देम भन्छ। टिज भनेको चाहिँ नि दिमागमा मात्रै होइन, आत्मामा एकछिन जोसमा मात्रै होइन, हृदयको पाटीमा लेखिराख यी कुरा। मैले संसारलाई जितेको छु, अब सिध्यो, डेडलेस डाई।